नमस्ते साथीहरू, तपाईँहरू हेर्दै हुनुहुन्छ मिस्टर नेप्सु र म तपाईँहरूलाई यस भिडियोमा स्वागत गर्न चाहन्छु। आज हामी एउटा यस्तो शक्तिशाली स्ट्र्याटेजीको बारेमा कुरा गर्न जाँदैछौँ जसले तपाईँ यदि पुरानो हुनुहुन्छ या भनौँ नयाँ भर्खर मार्केटमा छिर्नु भएको जोसुकै होस्, हजुरहरूको लागि चाहिँ सही समयमा मार्केटमा एन्ट्री लिएर र सही समयमा नै त्यहाँबाट एक्जिट हुनको लागि चाहिँ धेरै मद्दत पुर्याउनेछ। यसलाई हामी साप्ताहिक क्यान्डल मार्कअप र डेली क्यान्डल एन्ट्री रणनीति भनेर बुझ्ने गर्दछौँ। नामअनुसार पनि तपाईँले अवश्य बुझ्नुभयो होला। यसमा हामीले दुईवटा कुरालाई ध्यान दिनुपर्छ। एउटा त हामी विकली टाइम फ्रेममा क्यान्डललाई हेर्छौँ र अर्को भनेको हामीले त्यसलाई पुनः अझै रिफाइन होस् भन्ने हिसाबले चाहिँ डेली टाइम फ्रेममा क्यान्डललाई चाहिँ चेक गर्छौँ र मात्रै यसमा चाहिँ एन्ट्री लिने हुँदा यो एकदमै प्रभावकारी रहेको मानिन्छ। त सबैभन्दा पहिला यसमा 4वटा चरणहरू हुन्छन्, जसमध्ये पहिलो चरणमा चाहिँ हामी विकली टाइम फ्रेममा जाने र त्यहाँ गइसके पछाडि एउटा यस्तो खालको बुलिस क्यान्डल खोज्ने जुनको अघिल्लो हप्ताको लो चाहिँ स्विप गरेर क्यान्डलले माथि क्लोजिङ दिएको हुनुपर्छ। यदि यस्तो कन्डिसनको एउटा बुलिस क्यान्डल भेट्नुहुन्छ भने त्यो पक्कै पनि तपाईँहरूको यो स्ट्र्याटेजी अनुसार चाहिँ एउटा राम्रो सङ्केतको रूपमा चाहिँ तपाईँले यसलाई लिन सक्नुहुन्छ एन्ट्री गर्नको लागि। त्यसको क्लोजिङ चाहिँ हामीले कहाँनिर छ भनेर हेर्नुपर्छ। स्क्रिनमा देखाए जस्तै त्यहाँनिर एउटा होरिजेन्टल लाइन ड्र गर्न सक्छौँ र त्यसलाई चाहिँ हामी पोइन्ट अफ इन्ट्रेस्ट यानि कि पिओआई लाइन भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ। यसरी विकली टाइम फ्रेममा हामीले पिओआई लाइन ड्र गरिसके पछाडि त्यहाँनिर अझै यो राम्रो छ कि छैन भनेर बुझ्नको लागि तलपट्टि चाहिँ क्यान्डलले लिक्विडिटी स्विप गरेको भेटिएमा अझै हामी विश्वस्त भएर यसमा लाग्न सक्छौँ। अब यो खालको विकली क्यान्डल भेटाइसके पछाडि हामी डेली टाइम फ्रेममा जाने र डेली टाइम फ्रेममा यसरी त्यो लाइनलाई ब्रेकआउट गरेर क्यान्डल जान्छ भने हामी फेरि तुरुन्तै त्यसमा एक्जिट हुनु चाहिँ एन्ट्री लिन चाहिँ अलिक खतरा हुन्छ। हामीले पहिला त्यसलाई केही समय वेट गर्ने, त्यसलाई पर्खिने। त्यो माथि गएर क्यान्डल यदि तल करेक्सन भएर आउँछ र हाम्रो पिओ लाइनमा आउँदाखेरि यदि दुई खालको क्यान्डल तपाईँले त्यो लाइनमा बनेको पाउनुभयो भने चाहिँ अनि मात्र हामी यसमा एन्ट्री लिन सक्छौँ। त आउनुहोस् कुरा गरौँ त्यो दुई खालको क्यान्डलहरू के हुन्। पहिलो ह्यामर क्यान्डल, अर्को भनेको बुलिस इन्गल्फिङ। यो दुईटा मध्ये कुनै एउटा है। त हाम्रो के गर्नु पर्यो त, यो जुन पिओआई लाइन छ नि, यो होरिजेन्टल लाइन, त्यहाँनिर प्राइस रिट्रेसमेन्ट गरेर आउँदा अथवा भनौँ करेक्सन गरेर आउँदा स्क्रिनमा देखाए जस्तो कि चाहिँ ह्यामर क्यान्डल बन्नु पर्यो जसको लोवर विक लामो हुनु पर्यो, जसले चाहिँ प्राइसलाई रिजेक्सन गरेर माथि गयो भन्ने हामी बुझ्छौँ। अथवा हाम्रो चाहिँ बुलिस इन्गल्फिङ क्यान्डल चाहिँ बन्नुपर्ने हुन्छ। यदि हाम्रो डेली टाइम फ्रेममा यो दुईटा मध्ये कुनै एउटा क्यान्डलको फर्मेसन भएको छ भने मात्रै हाम्रो यो स्ट्र्याटेजी चाहिँ यहाँनिर एकदम इफेक्टिभ हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ। आशा छ तपाईँले बुझ्नुभयो होला। एकचोटि पुनः यसलाई चाहिँ दोहोऱ्याउँ है त। के गर्नु पर्यो त, विकली टाइम फ्रेममा जाने, पिओआई लाइन ड्र गर्ने, त्यो पनि कहाँ भन्दाखेरि क्लोजिङमा, क्यान्डलको क्लोजिङमा। र अर्को हप्ता हामी के गर्छौँ भने त्यो लाइनलाई यदि ब्रेकआउट गरेर गएको देख्यौँ भने प्रत्येक दिन यसो चेक गर्ने होइन। त्यो करेक्सन भएर आउँदाखेरि हाम्रो पिओआई लाइनमा यो दुई मध्ये कुनै एउटा खालको चाहिँ क्यान्डल बन्छ भने चाहिँ हामीले बुझ्नु पर्यो कि अब यो चाहिँ हाम्रो एन्ट्री लिने सही समय हो भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ। अब यसको सक्सेस रेटको कुरा गर्नुपर्दा चाहिँ 60 to 80% सम्मको यसमा चाहिँ सक्सेस रेट तपाईँले चाहिँ पाउन सक्नुहुन्छ। अब सेयर मार्केट हो, कहिलेकाहीँ तलमाथि भइहाल्छ। त्यस्तो अवस्थामा चाहिँ के गर्ने भनेर अब बुझौँ है त। अब हामी चाहिँ यसको अन्तिम चरणमा आएका छौँ, जसमा चाहिँ हामीले एक्जिट हुनको लागि दुईवटा कुरा हेर्नुपर्छ। पहिलो भनेको मार्केट धेरैभन्दा धेरै नकारात्मक भयो भने मार्केट हामीले बाई गरेको ठाउँबाट तल झर्न सक्छ। त्यस अवस्थामा हाम्रो स्टप लस कहाँ राख्ने त भन्दा जुन हाम्रो त्यो विक हुन्छ नि त्यसको एकदम लो भन्दा अलिक तलपट्टि गएर हामीले स्टप लस राख्ने। भने अब हाम्रो चाहिँ माथि गएको केसमा हामीले सही अर्कलाइजेसन गरियो भने, अर्कलाइजेसन है सही भएर माथि गएको केसमा चाहिँ हामीले के गर्नुपर्छ त भन्दाखेरि कि तपाईँले रिसेन्टली जुन स्विङ हाई छ त्यसको आधारमा पनि आफ्नो टार्गेट लिएर एक्जिट हुन सक्नुहुन्छ भने मिनिमम भनेको 1:2 को रेसियोमा चाहिँ हामीले टार्गेट राख्न सक्यौँ भने हामी पक्कै पनि यसमा चाहिँ प्रफिटेबल हुन सक्छौँ। यो दुईटा बाहेक अर्को भनेको यदि तपाईँहरूले मुभिङ एभरेजलाई हेर्नुहुन्छ भने मुभिङ एभरेजभन्दा तल क्यान्डलले क्लोजिङ दिन्छ भने पनि तपाईँ चाहिँ त्यहाँबाट निस्किन सक्नुहुन्छ।
त एउटा स्ट्र्याटेजी चेकलिस्ट मैले यहाँ दिए जस्तै गरेर तपाईँले पनि बनाउनुहोस्, जसमा चाहिँ पहिला विकली एनालिसिस गर्ने, त्यस पछाडि मार्कअप गर्ने, मार्कअप गरिसके पछाडि ब्रेकआउट र रिट्रेसमेन्टलाई हेर्ने, ब्रेकआउट र रिट्रेसमेन्ट आएको केसमा चाहिँ हामी अब यो 3टा चरण पार गरिसकेपछि मात्रै यसमा हामी एन्ट्री लिने र एन्ट्री लिइसके पछाडि एक्जिट हुने काम त एकदम सजिलो छ कि तपाईँको अड्कलाइजेसनभन्दा तल मार्केट जानु पर्यो होइन, त्यो हुँदा एक्जिट भइहाल्ने, अथवा 1:2 अथवा चाहिँ हाम्रो स्विङ जुन रिसेन्ट स्विङ हाई छ त्यो लेभलमा प्राइस जाँदा, अथवा मुभिङ एभरेजभन्दा तल क्लोजिङ दिएको अवस्थामा, यो 3टा अवस्थामा चाहिँ तपाईँहरूले आफ्नो प्रफिट बुक गरेर बाहिर निस्किन सक्नुहुन्छ। आशा छ यो भिडियो तपाईँलाई मन पर्यो होला। यसको बारेमा अझै विस्तृत रूपमा जान्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई फलो गर्न सक्नुहुन्छ। टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोस्, युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् र यसलाई डेली प्र्याक्टिस गर्नुहोस्। योसँग रिलेटेड कुनै पनि स्क्रिप्टमा यदि तपाईँहरूले भिडियो बनाएर हामीलाई अझै बुझाइदिए हुन्थ्यो भन्ने लाग्छ भने कृपया कमेन्ट गर्नुहोला। त्यो पनि मैले निकटका दिनहरूमा चाँडै नै ल्याउनेछु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।